टनेलको यात्रा गर्दैछौँ। पहिला यहाँ छिर्नु भएको छैन है? ल भन्नु त के छ यहाँ? अब यो 13.3 किलोमिटर लामो टनेल हो। अब यहाँबाट चाहिँ सुनकोसीको पानी 67 किलोमिटर पर सेकेन्डको पानी चाहिँ सुनतारमा लगेर 60 मिटर माथिबाट खसालेर 31.07 मेगावाट चाहिँ बिजुली निकाल्ने हो। पुरै अन्धकार हुँदो रहेछ। ल यात्रा हेर्नुहोस् टनेलको यात्रा। अहिले खोलिराखौ, पानी आयो भने पानी आएछ भनिहाल्छ नि। बन्द भएको कुहिरो लागेको छ अलिअलि। यो टनेलको डायमिटर कति छ? 5.5 मिटर। यो तल फ्ल्याट हो कि कस्तो हो गाडी गुड्ने? घरमा छ कि फ्ल्याटमा छ गाडी गुडिरहेको ठाउँ? थोरै फ्ल्याटमा छ। यो गाडी गुड्ने उद्देश्यले नै बनायो? ए पानी बग्न पनि फ्ल्याटै बनाउनु सकिन्छ। त्यसको मक लैजानको लागि चाहिँ रेलको लिङ्क जस्तो हालेर खोलामा गयो भने त्यसबाट बुढाउनु पऱ्यो नि त। त्यही भएर अलिकति यो कति मिनट लाग्छ खास यो? गाडी किन भन्नुपर्छ 20देखि 30 मिनट। यो 13 किलोमिटर टनेल होइन त? 13.3 किलोमिटर त्यही 20 मिनट जतिमा पुगिन्छ होइन? अर्को खुरकोटबाट के अरे मरिन बाहिरबाट गयो भने पाउने 2 घन्टा। यति टनेल बनाउन कति खर्च लाग्यो अरे? 12-14 भनेपछि 1 किलोमिटरको 1 अर्ब जति लाग्यो। तर यातायातको लागि बनाउने हो भने त यो टनेल त हुँदैन नि त सेफ्टीको हिसाबले। यो सानो हुन्छ यातायातको लागि, तर यातायातको लागि बनाउने हो भने फेरि यति धेरै यो सेगमेन्टहरू त राख्नु पर्दैन नि त त्यसलाई जस्तो लाग्छ मलाई। तर अब यातायात गर्ने हो भने त फेरि सेफ्टी टनेल पनि चाहियो, इभ्याकुएसन टनेल पनि चाहियो नि त। बढी पर्छ। योभन्दा डायमिटर पनि ठुलो हुन्छ। टनेलको यात्रा